साथीहरू मैले चाहिँ आज खानाको एउटा मेनु हाल्दैछु हेर्नु तपाईँहरूले र हेरेर तपाईँहरू पनि बनाएर घरमा बनाएर खानु सक्नुहुन्छ भनेर चाहिँ मैले यो मेनु सबैको अगाडि सेयर गरेको। यो चाहिँ हो मैले मुसुरी दाल भिजाएर राखेको थिएँ र मुसुरी दाललाई मजाले भिजाएर चाहिँ पिसेर चाहिँ अब यो पेस्ट बनाएँ र यता प्याज खोर्सानी काटेर रेडी गरिरहेको थिएँ। अब एक्लैले भिडियो बनाउँदैछु मोबाइल राखेर अन्त अलिकति मजाले देखेको छैन है साथीहरू। यसको लागि सेमापाम यो चाहिँ अन्डा हो। यसमै म यो अन्डा पनि फुटाएर हाल्छु र मिक्स गर्छु भनेर चाहिँ यो मैले तपाईँहरूलाई देखाउँदैछु। अन्डा मजाले भनिदिएको छु मैले चाहिँ यो भिडियोमा। तपाईँहरू चाहिँ मजाले सुन्नुभयो भने चाहिँ तपाईँहरू पनि घरमा बनाएर खानु सक्नुहुन्छ। यहाँ हेर्नुहोस् हालिसकेँ मैले अन्डा यसमा र मजाले यसलाई घोल्दैछु, मजाले मिक्स गर्दैछु। मिक्स गरेर चाहिँ त्यहाँबाट चाहिँ यसलाई चाहिँ एकछिन चाहिँ छोडिदिएको छु मैले उता ग्यासमा चाहिँ ताई बसाल्नुको लागि। ताई बसालेर अब यहाँ हालिदियो सबै हालेर चाहिँ यसलाई चाहिँ मजाले अलिक यो गर्दैछु, ठुलो बनाउँदैछु, सबैतिरबाट फैलाइदिँदैछु किनकि एकतिर मोटो एकतिर पातला नहोस् भनेर चाहिँ सबैतिर फिजाउँदैछु। र यसरी मजाले बनाइसकेपछि चाहिँ यसलाई चाहिँ एकछिनको लागि चाहिँ छोपेर राखिदिन्छु र एकछिन पछाडि पाकिसकेर चाहिँ निकालेको यहाँ नै यस्तो भयो। यो चाहिँ पनिरको सब्जी जस्तै पनि हुन्छ हो। अब यसलाई चाहिँ मैले सानो सानो भागमा काटेर मजाले पिस पिस बनाइरहेको छु। कस्तो सफ्ट हुँदो रहेछ। म पनि बनाएको थिइनँ, आज चाहिँ पहिली बार बनाएको मैले चाहिँ यो सब्जी र बनाउँदै मैले चाहिँ तपाईँहरूलाई पनि देखाउँदैछु। तपाईँहरू पनि हेर्नुहोस् बनाउनुहोस् भनेर चाहिँ मैले आफूले गरेको काम कसैलाई देखायो भने त्यहीबाट त सिकिन्छ। मैले पनि कसैले बनाएको थियो हेरेको थिएँ र सिकेँ। अब तपाईँहरू पनि सिक्नु भनेर मैले पनि देखाएको। पुरा तातो छ त त्यही लागि काट्नु सकेको छुइनँ। फेरि मलाई पुरा हतार भइसक्यो आज, पुरा लेट भयो खाना बनाउनु, त्यही लागि छिटो छिटो गर्दैछु। कस्तो भाद्रुङ भुद्रुङ काट्यो भन्नुहुन्छ होला, तर त्यस्तो होइन। यहाँ चाहिँ मैले आलुको सब्जी पहिलादेखिको बसाइरहेको थिएँ चुलामा मजाले हो। आलुको सब्जी चाहिँ पाक्यो र पाकिसकेपछि यो सब्जीमा चाहिँ यो हालिदिन्छु। अब मजाले हालेर चाहिँ एकछिन चलाएर निकाल्छु साथीहरू। यो चाहिँ कम्प्लिट भयो, यो चाहिँ पाकिसक्यो र यता खाना पस्केर रेडी गरिरहेको छु। यहाँ नि सब्जी हाल्दैछु र कस्तो भयो भनेर तपाईँहरू हेरेर चाहिँ तपाईँहरू कमेन्ट गरिदिनुहोस् होला।